farewell program of XYZ Coaching Center. Here we have Mrs. Mamta Thapa, Chairman of XYZ Coaching Center. यहाँ छ हाम्रो गुरुआमा सृजना साथै XYZ कोचिङ सेन्टरका चेयरम्यान मिसेस ममता थापाद्वारा सम्पूर्ण XYZ टिचर्सहरूलाई खदा लगाएर थ्याङ्क्स गिभिङ गरिरहेको छ सम्पूर्ण टिचर्सलाई नै र साथै XYZ कोचिङ सेन्टरको हनररी डाइरेक्टरलाई पनि खदा लगाएर स्वागत प्रोग्राममा। उसको पर्सेन्टेज छ 52.02%। त्यसरी नै टप 17 मा 53.45% लिएर 17 पोजिसन भएको छ। शुभेच्छा छेत्री फ्रम जुगमी हाई सेकेन्डरी स्कुल। हामीले एक्जाम गरेको थियौं 14 नम्बरमा आएको छ मलजैन इङ्ग्लिश बोर्डिङ स्कुलबाट विवेक चक्रवर्ती 14 नम्बर। त्यसरी नै 13 नम्बरमा फेरि पनि मलजैन इङ्ग्लिश बोर्डिङ स्कुलबाटै छ 59.29% लिएको छ जुनिका छेत्री। पनि त मार्दिनु सबैजनाले ओके। र अब हामी हाम्रो माझमा we have top 12 students 12 जना टप स्टुडेन्ट्स छ हामीसँग। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी। Attraction of the today's program. हाम्रो यसपालि 10 मार्क्स को फर्स्ट मक टेस्ट भएको थियो। कतिजना नानीले बुझेन थियो है के हो कसो हो भनेर। बट अल्सो सिरियसली लियो। मार्क्स चाहिँ काइन्डली अनि इज्जत गरेर राख्नु। कोकोना पार्नु मार्क्सहरु कोकोना पार्नु। ओके। अनि 50 मार्क्स को हामीले सेकेन्ड मक टेस्ट गरौँ भनेको मतलब चाहिँ पुरा हामीले माध्यमिक प्याटर्नमा गरेको छौं। 2026 XYZ Idol Student. So, बेसिकली म भन्दिन फर्स्ट मक टेस्टमा चाहिँ लाइसेन्समा 10/10 लेखेको थियो। त्यस्तो त कतिले अब 10/10 कतिले एनीवे लेट्स कम टु द पोइन्ट। टोटल ग्रान्ड टोटल छ 369.50 भनेको मतलब पर्सेन्टेज छ 87.98% and she is none other than Miss Anna Mandala from Miss she is the 2026 Idol student. In the senior Anna Mandala फलो गरेको छ उसकै स्कुलको हुन सक्छ के हो कि हैन कि चाहिँ यतापट्टिबाट छ कि राव साइडबाट छ कि चाहिँ प्रेमलेको मोको भन्ने रिएक्ट गर्दैछ। एनीवे सो उसको ग्रान्ड टोटल छ अघि एटाको थियो 87.98%। 83.33% लिएर सेकेन्ड पोजिसन भएको छ हाम्रो इज फ्रम जुन हाई सेकेन्डरी स्कुलबाट विवेक अब नयाँ मान्छेले थर्ड पोजिसन लिएको छ जसलाई हामीले आशा गरेको थियौँ। त्यसले एउटै इक्जाममा ल्याङ्कै बनाएको त्यो बहिनीलाई हामीले बहुत आशा गरेको थियौँ।
हामी टिचरहरूले सल्लाह गरेको थियौँ है राम्रो गर्छ होला भनेर विभागले एकदम टोटल पर्सेन्टेज छ एनाको थियो 87.98 रिमेज गर्नको थियो 83.33% थर्ड पोजिसन छोटो नै हो कि थर्ड पोजिसनमा छ फेरि पनि माउन्टेन इङ्ग्लिस बोर्डिङ स्कुलबाट आज हामीले यहाँ देख्न सक्यौँ हाम्रो यो पालिको पर्फेक्ट प्योर 100% डेडिकेटेड स्टुडेन्ट्स एना बन्दवा रिमेश गर्न एन्ड यवस छेत्री so I would like to request our respected chairman Mrs. Mamta Thapa to give this award and marksheet and khala to 3 students. Okay, please give a big hand and follow the videos. Established 2006. XYZ item number 2026, date 28 January 2026. This is to certify that Anna Bandava, daughter of Mohan Bandava father, and Srimati Ankita Giri, mother, a student of Mountain English Boarding School, a permanent resident of Bangabasti near Mongpo Checkpost, Kalimpong, District West Bengal, has been graded in the first class division securing 87.98% in the final mock test 2026 conducted by XYZ Coaching Center. She has been placed in the first position A+ grade among 120 plus XYZ students. She has been rewarded as 2026 XYZ Idol student. Wishing her a brilliant and thank you. Nirjala Sarvado Pauliबाट हामी यो token of respect second number of XYZ mock test दिनेछौँ है marksheet. फोटो त आउनु पर्यो ल. तपाईँको मजा आयो. ओके त्यसरी नै हाम्रो थर्ड नम्बर यो क्षेत्रलाई हामी मिस सृजना थापाको बाहुलीबाट हामी यो टोकन अफ रेस्पेक्ट हामी प्रदान गर्दैछौँ. तपाईँको मजा आयो. Thank you very much, Miss Sridhar Thapa. Okay, thank you very much. र अनि हाम्रोमा त्यो सबै आइपुग्नु भएको छैन है. र अनि हर साल एभ्री इयर हामीलाई साथमा साथ दिने हाम्रो प्रत्येक यो फेयरवेल प्रोग्राममा हाम्रो नानीहरूको लागि गीत सम्झेर आउनुहुने हाम्रो गोरुबथानको क्रिएटिभ कम्पिटिसनबाट पनि हाम्रो डाइरेक्टर सुजना राई पनि आइरहेको छ. सुजना राईको तर्फबाट पनि क्रिएटिभ कम्पिटिसनको तर्फबाट पनि यो तीनैजना टपर्सहरूलाई पनि उहाँहरूले एउटा टोकन अफ लभ लिएर आउनु भएको छ. आई रिक्वेस्ट सुजना राईलाई पनि आफ्नो गिफ्ट नानीहरूलाई प्रदान गरिदिने. Thank you. Thank you, Miss Sujana Rai. तीनजना टपर्सहरूलाई अब हामी
सम्पूर्ण टिचर्सको तर्फबाट पनि हामी धेरै धेरै बधाई छ र हाम्रो त्यसरी नै दिनैजना क्याम्पसको निम्ति पनि हाम्रो केशव सर जो यसपालिदेखि हाम्रो फिजिक्समा हामीलाई सहयोग गर्नुहुने हाम्रो केशव सरले पनि 3 जना टपरहरूको लागि केही न केही लिएर आउनु भएको छ केशव सरलाई रिक्वेस्ट गर्न चाहन्छु रुको जरा, सबर करो, बोला धक्का बुक्की नहीं करने का, आराम से लेने का। हाँ आफ्नो जोड लुकाएर हँसाउने प्रयासमा तिमीलाई टुटेको मन मेरो जोडिदेऊ न तिम्रो खुसी हो कि लडेको नजाए XYZ boys, oh, there is XYZ boys and girls of sir. Unless you can see the performance. I want to talk about efforts that happens every day in your lives. Each one of you is on a different journey. Some of you learn quickly, some takes more time, but that never decides your worth. What truly matters is that you show up, try again, and don't give up. Even when things feel difficult, exams test your knowledge, but life tests your patience, discipline, and बेसी बोल्ने हुन्थ्यो कोही बोल्दै नबोल्ने हुन्थ्यो यिनीहरूलाई धेरै धेरै धन्यवाद क्लासमा धेरै कोअपरेट पनि गर्यो त्यसको लागि पनि धेरै धेरै धन्यवाद तिमीहरूलाई मर के जिए एक पल तो हमें जीने दो सारी उम्र हम मर के जिए एक पल तो हमें जीने दो सारा सुखा जीवन बाटो सँगसँगै बिताउला आए जाति हामी अन्तिममा पुग्यौँ हाम्रो है एक्चुअली कोचिङ सेन्टरको फेयरवेलमा र के कसो रहेछ हाम्रो नानीहरूको है हेलो म चाहिँ एना बन्दावा हो यो चाहिँ दिया मुखान हो यो चाहिँ तुलसी हेलो र हाम्रो चाहिँ यहाँ XYZ कोचिङ सेन्टरको चाहिँ यो चाहिँ फेयरवेल हो अनि हाम्रो यहाँ हाम्रो फोटो फ्रेम यहाँ बाँडिन्छ र बोथ इभिनिङ ब्याच र आफ्टरनुन ब्याचको मर्निङ ब्याच र आफ्टरनुन ब्याचको
धेरै खुसी लागेको छ यो कोचिङ सेन्टरमा जोइन गरेर हामी फर्स्टमा त एन्ड ब्रदर्स भ्लगमा तपाईँको स्वागत छ गाइस एन्ड ब्रदर्स भ्लगमा तपाईँको स्वागत छ देख्न सक्नुहुन्छ फेयरवेलको इम्पुल्सहरू हामी एक्सपेक्टेड यहाँ देख्न सक्नुहुन्छ हाम्रो अनि वान आइडल स्टुडेन्ट एनआई भनिदेऊ न आइडल स्टुडेन्ट हाम्रो 2026 को Gina Guru. अनि चाहिँ हाम्रो कोचिङको लास्ट डे हो अनि हामीलाई एकदम मजा आइरहेको छ तर एकदम मन दुख्छ पनि होइन छोडेर जानुपर्छ यो कोचिङ सेन्टरमा एकदमै राम्रो नोट्सहरू पाउँछ अनि तपाईँहरू पनि आउनु नेक्स्ट इयर यहाँ चाहिँ हाम्रो फोटो डिस्ट्रिब्युसन निकै सरको युट्युब च्यानलमा तपाईँहरूलाई धेरै धेरै स्वागत छ अनि आज चाहिँ हाम्रो फेयरवेलको लास्ट डे आज चाहिँ हामीलाई धेरै रमाइलो भयो अनि हामीले यहाँनिर हाम्रो यो फोटो पनि फ्रेम पनि पाएँ आज धेरै रमाइलो भयो डान्स रमाइलो भयो अनि सबैजना हो यिनीहरू चाहिँ रमाइलो पनि अनि अझ मन पनि दुख्दैछ अलिअलि तर धेरै खुसी लाग्दैछ गाइज हामी चाहिँ हामीलाई फ्रेम मेरो हेर्नु सक्नुहुन्छ अन्त एन्ड ब्रदर्स भ्लगमा तपाईँहरूलाई सबैलाई वेलकम छ लाइक गरिदिनुहोस् होला फलो गरिदिनुहोस् होला सब्सक्राइब गरिदिनुहोस् होला सेयर गरिदिनुहोस् होला हजुर सर्जिन भाइरल होस् है गाइस आज चाहिँ हाम्रो लास्ट डे हो गाइस अन्त रुएर हामी केही छैन यहाँ कहाँ लाग्दैछ तर अब हामीलाई छोडेर जानु मन छैन 2 महिना बस्यो सबैसित यति मेमोरिजहरू भयो बित्यो होइन हामीले सोच्नु पनि सकेको छ सो आज त्यो अब केही पनि भन्नु छैन मलाई हेलो के भनिदेऊ हेलो के भन्नु चाहन्छ दादा केही पनि भन्नु चाहन्छ Control. आज चाहिँ हाम्रो XYZ कोचिङ सेन्टरको फेयरवेल छ हो तपाईँहरूले हेर्न सक्नुहुन्छ हामीले चाहिँ यहाँ फ्रेम पाइसकिसकेको छ यो चाहिँ हाम्रो मर्निङ ब्याचको हो अनि यहाँ हेर्न सक्नुहुन्छ हाम्रो मिनिस्टर बाबु तपाईँहरूले हेर्न सक्नुहुन्छ सरको च्यानल हो होइन आज हाम्रो कोचिङको चाहिँ आज लास्ट दिन हो सबैजना साथीहरू भेला भएको छ नयाँ साथीहरू बनाएको छ अनि एक्सपिरियन्स राम्रै थियो यतिमै एन्डिङ त्यो तल के भन्नु छ मलाई के छ कसरी चिन्छ भने नि सरको चाहिँ हामी दिल बुट्टा जुत्ताले सरको र मेरो चाहिँ एकदम भाइरल भएको छ हो के भएको थिएन के हो कि मलाई थाहा थिएन कुन चाहिँ भाइरल हुन्छ भनेर तर हाम्रो एक्सपेक्टेडमा सबैभन्दा दामी हुँदैछ योपालि चाहिँ एकदम दामी र आज तिम्रो लास्ट डेमा फोटो फ्रेम कस्तो लाग्यो सो यहाँ हेर्नुहोस् तपाईँहरूले 2026 माध्यमिकको XYZ को बोइज एन्ड गर्ल्सहरू चाहिँ आज फेयरवेल डेमा यिनीहरू फोटो पाएर पुरा खुसी छ यिनीहरू पुरा खुसी छ यिनीहरू Hello everyone. यस कोचिङ सेन्टरमा आएर म धेरै खुसी छु र म पहिला यहाँ आउँदाखेरि चाहिँ म पहिला धेरै नर्भस थिएँ धेरै अलिक अब एक्साइटेड पनि थिएँ अन्त जब मैले निकेश सरलाई दिएँ तब चाहिँ मेरो के भएको थियो भने चाहिँ सरलाई देख्ने बित्तिकै मलाई अलिक अब डर लागेको थियो तर अब जस्तै क्लास हुँदै गयो त्यस्तै म सरसँग अलिक क्लोज हुँदै गएँ र अलिक मलाई सर पनि अलिक धेरै मन पर्नु थाल्यो अन्त अब म लास्ट दिन म तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु सबै टिचर्सहरूलाई सबै स्टुडेन्ट्सहरूलाई सबै मेरो साथीहरूलाई तपाईँहरूलाई म धेरै धन्यवाद गर्न चाहन्छु मेरो यो फेज अफ लाइफमा तपाईँले एकदम एउटा मेमोरेबल फेज बनाउनु भएको लागि धन्यवाद र यो XYZ कोचिङ सेन्टर मेरो जोइन गर्नुको
सबभन्दा ठुलो कारण नै त्यही सर हो अनि जो हुन्छ निस्किने प्रयास गर्ने मान्छे चाहिँ मै हो अनि जसलाई चाहिँ सरले सम्झायो बुझायो अनि अहिले चाहिँ म यहाँ छु त्यही कुरो लिएर अगाडि बढ्यो भने जिन्दगीमा चाहिँ अब योभन्दा ठुलो एचिभ गर्नेछु भनेर मिसहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँहरूले दिनुभएको एजुकेसनले नै अब हामी यत्रो स्टुडेन्टहरूले गएर माध्यमिक क्लियर गर्दैछौँ 2026मा निकै सरले दिनुभएको हरेकवटा मोटिभेसनल स्पिच हामीले हरेक दिन बेलुका बेलुका सुन्छौँ अनि त्यसले चाहिँ बेलुका गएर पढ्नु मनपर्छ क्या सरले भन्नुभएको केशव सरको हरेक स्टोरी हामीले रिलेट गर्छ अनि सरहरूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु कति छिटो बित्यो हाम्रो यो समय र अर्को कुरा चाहिँ के भन्न चाहन्छु भन्दाखेरि चाहिँ हामी सबैले एउटा मनमा इच्छा चाहिँ राख्नुपर्छ निकै सर र सरको मतलब सरहरू चाहिँ हाम्रो घरमा आओस् भनेर तपाईँहरू सबैले इच्छा राख्ने अनि म चाहिँ चाहन्छु सर चाहिँ मेरो घरमा आउनुहोस् म कहाँ बस्छु मेरो घर चिन्नुहोस् र मेरो अरू छिमेकीहरूले पनि देख्नुहोस् कसले पढाउनु हुँदैछ हामीलाई भनेर र सबै टिचरहरूलाई अनि पुरा माध्यमिक चाहिँ अब सरले भनिसक्नु भएको छ तपाईँहरू सबै 75+ स्टुडेन्ट्सहरू हुनुहुन्छ रङ्गघरबाट एउटा पोस्ट पनि हुनुपर्छ 60% फर्स्ट डिभिजनमा आउँछु भन्ने अन्त सरलाई चाहिँ आफ्नो घरमा बोलाएरै छाड्छ सरको हातमा चाहिँ भल लाएरै छाड्छ भनेर चाहिँ भन्नुपर्छ और अभी तो रुको, क्लाइमैक्स अभी बाकी अभी मजा आएगा ना जब उसको परमानेंट और रोकने का नहीं तेरा पीछा करूं तो रोकने का नहीं खाली मिली रोकने का नहीं तेरा पीछा करूं तो रोकने का नहीं करता है गलियों और चौबारों में धोखेबाजी करता फिरे तू तो अपने यारों में कल के छोकरे हमें बता रहे कि चलना कैसे है। अरे रुको जरा, सब्र करो।
Enséñame cómo se menea así, abajo, arriba, al centro, pa' adentro. बाहिर दुनियाँबाट कुरा गर्छ तर होइन नानी हो होइन तिमीहरूलाई थाहा छ पढाइको फिल्ड एकदम दामी फिल्ड हो गरौँ हुन्छ नि क्वेसनहरू याद हुँदैन म्याथमेटिक्स गर्नु सक्दैन फिजिकल साइन्स बुझ्दैन लाइफ साइन्सको क्वेसन गर्नु जान्दैन जोग्राफीको नोट्स दिँदैन नेपाली गर्नु जान्दैन टाउको हुन्छ नि धमिलो हुन्छ नि किन हुँदैन टाउको गोरु हुँदै जान्छ त जति बेसी पढ्दै जान्छौ याद गर्दै जान्छौ टाउको हल्का 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 हुँदै जान्छ इक्जाम्पल यहाँ छ म 1000 पल्ट भन्छु नानीहरूलाई बराबर भन्छु दिल्लगी गर्नुपर्छ समयमा दिल्लगी गर्नुपर्छ एभ्री टाइम होइन जोरी जे गर्छ लाइफमा त्यही नै पाउँछ यो ग्रुप यहाँतिर आज यति बेसी रकममा क्षमता र तिनीहरूकोमा कन्फिडेन्स छ भोलिको दिनमा 95 आउँदैन नि सोच हेर त 95 95 100 मा 5 मार्क्स मात्रै कम्ती त्यहाँसम्मको सोच पुगेको छ 90 मा पुगेको छ होला भोलिको दिनमा 90 मा लिएन भने कमसेकम 90 मा ल्याउँछ हामी एज अ टिचर जहिले पनि कुनै पनि नानीलाई जिरो भएको नानीलाई पनि आशा गर्नुपर्छ कि अहिले 90 ल्याउँछ भनेर हामी चाहिँ एज अ टिचर जहिले पनि हामी एक्सपेक्ट गर्नुपर्छ डिस्करेजमेन्ट गर्नु हुँदैन र जब टिचर्सले आजकललाई कहिले के भन्दैछ भने तिमीले पोजिटिभली लिनु गर्नु तिम्रो माथि छ म आज पनि लास्टमा यो भइरहेको नानीहरूलाई तिमीले के सोचेको छौ हामीलाई मतलब छैन स्कुलको टिचर्सलाई तिमीले प्रत्येक 7 वटा सब्जेक्टमा 7 जना टिचर आउँछ तिमीले 7 जना टिचर्समा 7 वटा नजरले हेर्छौ त्यो ज्ञान त्यो मतलब छैन टिचर्सले तिमीलाई चाहिँ जहिले पनि राम्रो सोच्छ यो चाहिँ इम्पोर्टेन्ट हामी खुसी छौँ यो 3 जना मात्रै स्टुडेन्ट होइन अब अझै हेर्दै जानु कति जनाले कति राम्रो राम्रो गरेछ यो अल आर भेरी गुड स्टुडेन्ट्स र आज नै तिमीले मनमा लिएर जानु पर्यो यसरी उभिएको छ भोलि माध्यमिक रिजल्ट आउट हुन्छ प्रत्येक स्कुलमा प्रोग्राम हुन्छ यसरी नै प्रोग्राम गर्छ तिमीहरू त्यो प्रोग्राममा उभिएको हुनुपर्छ अवस्थामा 24 आवाजै खडेको छु म 24 घण्टामा 24 घण्टा खडेको छु मलाई पूर्ण विश्वास छ एक जना माथि विश्वास छ मेरो टाउको न्युरोन दिने कुरा मलाई थाहा छ आज म फुर्के साथ भन्दैछु मेरो नानीहरूले 80 जना समस्या पनि निकाल्ने आशा गरेको छु म गर्व साथ सधैँ सम्झिरहेको छु जीवनले जहाँ पनि पुर्याए पनि सधैँ राम्रो मान्छे बन्नु जीवनले जहाँ पुर्याए पनि सधैँ राम्रो मान्छे बन्नु अनि एक्सपेक्टेडको म जस्तो बेस्ट इक्जाम्पल बन्नु अनि बेस्ट अफ लक मेरो प्रिय विद्यार्थीहरूलाई तिमीहरूसँग बिताएको हरेक पल म याद गरिरहेछु